प्रिय सज्जनहरू, हार्दिक नमस्कार, शुभ बिहानी। आज एउटा प्रसङ्ग हजुरहरूलाई सेयर गर्न मन लाग्यो। म सार्वजनिक नीतिको विद्यार्थी हुँ, पब्लिक पोलिसी भन्छ अङ्ग्रेजीमा। सार्वजनिक नीति पढिरहँदाखेरि के पढेको थिएँ भने कि ठुला नेताहरू, जसलाई हामी राजनेताहरू पनि भन्न सक्छौँ या अङ्ग्रेजीमा स्टेट लिडर पनि भनेर भनिन्छ, अर्थात् ठुला ठुला नेताहरूले साना साना कुरा गर्दैनन् अरे कहिले पनि। अर्थात् पँधेरामा पानी लिँदाखेरि जे खालका गफहरू हुन्छन् मान्छेका, त्यस्ता खालका गफ हुँदैनन् अरे। ऊ देशको भिजनको कुरा गर्छ। मैले यति गरेँ भन्दैन अरे उसले, मैले यो गरेँ, ऊ गरेँ, त्यो बनाएँ भन्दैन अरे उसले। मेरो 50 वर्षको पछिको मुलुकको उसले दृष्टिकोण राख्छ अरे। त्यसलाई दीर्घकालीन सोच भन्दा रहेछन्। र त्यस्ता सोच राख्ने मान्छेहरूलाई, नेताहरूलाई भिजनरी लिडर अर्थात् दीर्घकालीन दृष्टिकोण राख्ने नेता भनेर भनिन्छ अरे। जो जवाहरलाल नेहरूलाई भनिन्थ्यो भारतमा, ली कुआन यूलाई भनिन्थ्यो सिङ्गापुरमा, महाथिर मोहम्मदलाई भनिन्थ्यो मलेसियामा, र विन्स्टन चर्चिललाई भनिन्थ्यो बेलायतमा। त्यस कारणले झिना मसिना कुराहरू गर्ने नै होइन ठुला मान्छेले। आफ्नो ओज र तौल घटाउने नै होइन ठुला मान्छेहरूले। ठुला मान्छेहरूलाई साना साना कुराहरूले बिज्ने र बिझाउनु पनि हुँदैन। दुःख मान्ने र दुखित हुने अवस्था पनि लिनु हुँदैन, गर्नु हुँदैन। सामान्य नागरिक चाहिँ गर्नुपर्छ भन्ने मेरो हार्दिक भनाइ हो। त्यस कारणले हामी सबैले यो कुरालाई मनन गर्नुपर्छ भन्ने छ। खास गरी मैले अलिकति ठुला देश चलाउने नेताहरूलाई लक्षित गरेर यो कुरा भन्न खोजेको हो। त्यसैले प्रिय सज्जनहरू, सामान्य जीवन, महात्मा गान्धीको जस्तो जीवन, कृष्णप्रसाद भट्टराईको जस्तो जीवन, त्यस्तो खालको जीवन चाहिँ उत्तम हुन्छ होला जस्तो लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ? यदि मेरा कुराहरूलाई राम्रो मान्नुहुन्छ भने सेयर र लाइक गरिदिनु होला। धन्यवाद, नमस्कार।